तरकारी सकेर यसो सुपर मार्केटतिर जान्छु भनेर चाहिँ सुपर मार्केटतिर निस्केको फलको प्राइसै देखेर सातो गएर आयो। हेलो गाइज, गुड मर्निङ, ओहायो गोजाइमासु। र यति भन्दै मेरो ब्लगको सुरुवात हुन्छ। तपाईहरूले चाहिँ थम्बनेल हेरेर धेरै कुरा बुझिसक्नु भएको होला र पनि मैले चाहिँ फेरि पनि भिडियो पुरा हेरिदिनु होला भनेर चाहिँ आग्रह गर्न चाहेँ। र म बिहान चाहिँ चाँडै उठेँ होइन, उठेर चाहिँ बिस्तारबाट जुरुक्कै उठेँ किनकि बिस्तारमा पल्टिराख्यो भने त झन् धेरै निन्द्रा लाग्छ के, उठ्नै मन लाग्दैन त्यही भएर जुरुक्कै उठेर कपाल सपाल मिलाएर बिस्तारा पटाएँ। र बिस्तारा पठाइसकेपछि वासरुमतिर लागेर चाहिँ फ्रेस हुनु पऱ्यो नि त। अब मलाई अरू चाहिँ प्रायः धेरै जस्तो मान्छेहरू चाहिँ के गर्दो रहेछ भने चाहिँ ब्रस नगरे पनि खाने इत्यादि गर्दो रहेछ। मलाई फेरि ब्रस नगरेसम्म चाहिँ मलाई केही पनि खान मन लाग्दैन कि, त्यही भएर चाहिँ म ब्रस गरेर मुखसुख धोएर चाहिँ म किचनतिर लागेर ग्लास निकालेँ र मेरो दिनको सुरुवात भयो एक गिलास पानीबाट। तपाईँहरूको दिनको सुरुवात कसरी हुन्छ थाहा छैन, तर मलाई चाहिँ बिहान मुख धोइसकेपछि चाहिँ मलाई पानी खानुपर्छ कि। मलाई पानी नखाएसम्म चाहिँ एकदम खरो ओराउँछ होइन। यो चाहिँ राम्रो ह्याबिट हो, अलि धेरै नै खानुपर्ने, तर मैले चाहिँ एकदम थोरै खाएँ, एक गिलास मात्रै खाएँ होइन। र यति गरिसकेपछि म फेरि रुममा आएर चाहिँ म मुखसुख पोछेर चाहिँ अब चाहिँ स्किन केयरतर्फ लागौँ। अब यो चाहिँ मेरो टोनर हो है। टोनर चाहिँ मैले मजाले फेसमा लगाइसकेपछि हेर्न सक्नुहुन्छ, फेसमा लगाएँ र फेसमा लगाइसकेपछि आफ्नै हातले अम्केँ कि अब के गर्नु त भनेर त्यसो चाहिँ आफ्नै हातले अम्किसकेपछि चाहिँ अनि सेरम लगाएर बिस्तारै लगाएँ। सेरम पनि सकिसक्न लाग्थ्यो, त्यही भएर चाहिँ लोभले लगाएको। स्किन केयर गर्न पनि मन लाग्ने, फेरि लोभ पनि लाग्ने, फेरि यस्तो हो नि त, किनभने चाहिँ एक्सपेन्सिभ छ स्किन केयरको प्रडक्टहरू। सो त्यही भएर चाहिँ अलिकति बचाइ पारेर लगाउन थालेँ। सेरम लगाएपछि मैले लगाएँ मोइस्चराइजर, यो चाहिँ मैले नेपालदेखि लिएर आएको है। अनि मोइस्चराइजर लगाएर मजाले फेसमा ब्लेन्ड गरेँ हातैले, जताततै फैलिने गरेर मजाले ब्लेन्ड गरिसकेपछि अब पालो रह्यो सनस्क्रिनको। ल हेर्न सक्नुहुन्छ मैले सनस्क्रिन पनि लगाउन थालेँ। थोरै औँलामा लिएर अलिअलि मात्रामा लगाएँ किनकि धेरै लगाए पनि त्यही हो, थोरै लगाए पनि त्यही हो नि त। त्यही भएर चाहिँ मैले चाहिँ सनस्क्रिन लगाएँ पुरै फेसमा। हेर्नु न, गालामा कानमा पनि लगाएँ किनकि फेसमा प्रोटेक्ट गर्ने, अनि कान चाहिँ कालै घाँटी चाहिँ कालै बनाएर हिँड्नु त भएन, त्यसैले मैले लगाएँ। र त्यसपछि अब पालो आयो ब्लसको। मलाई फेरि ब्लस मनपर्छ क्या। अब ब्लस चाहिँ हल्का चिक्स पिङ्की देखिन्छ नि त। अब पहिला मान्छेहरूको चाहिँ अब नेचुरल्ली ग्लो हुन्थ्यो, ब्लस हुन्थ्यो। अब के गर्ने, हामीले त ब्लस लगाएर भए पनि अब फेसलाई ग्लोइङ गराउनु पऱ्यो क्या। अनि त्यसपछि लगाएँ मैले लिप ग्लस। मलाई फेरि त्यो लिपस्टिक भन्दा बढी चाहिँ मलाई लिप ग्लस मनपर्छ क्या। मलाई त्यो लिपस्टिक खै किन मन पर्दैन। पहिला चाहिँ लगाउँथेँ, एउटा टाइम हुँदो रहेछ होइन, काजल एकदम धेरै लगाउने, अनि त्यसपछि लिप ग्लस लगाउने गर्थेँ। आजभोलि चाहिँ मलाई त्यो लिपस्टिक लगाउँदैन, लिप ग्लस मात्रै लगाउँछु क्या। मलाई चाहिँ त्यो लिपस्टिक मन पर्दैन। कहिले कसो चाहिँ अब त्यो अलि हेभी ड्रेसअपहरू लगाएको बेलामा चाहिँ लगाउँछु, नर्त भनेपछि चाहिँ लगाउँदिनँ। र मैले कपाल सपाल कोरेँ। अब कपाल सपाल कोरेपछि चाहिँ अब म रेडी भएर मार्केटतिर निस्केँ। मार्केटतिर चाहिँ यसो के कस्तो छ, अब तरकारी सरकारी लिनु पऱ्यो। हुन त मैले भरे राति चाहिँ चना भिजाएर छाडेको थिएँ, त्यही पनि अब यस्तो मार्केटतिर जानु त के कस्तो हुन्छ भनेर गएको। आमा मार्केट गएर फलफुलको प्राइस हेरेको 7 गयो कि, किनकि यसो फलफुल खाऊँ न त भनेर यसो फलफुलको सेक्सनतिर लागेको, कमजोरी भएर फलफुल देख्ने बित्तिकै उल्टो आफै फलफुलको प्राइस देख्ने बित्तिकै उल्टो तागत आयो कि कहाँबाट आयो। त्यसपछि म रुममा फर्केँ। अब के गर्नु त भनेर, अनि भरे राति भिजाएको चना थियो, अनि आलु काटेँ, प्याज काटेँ, लसुन काटेँ, अनि खुर्सानीहरू काटिओटी पारेर चाहिँ अब यो फलफुल खान सकिँदैन भन्ने लाग्यो र अब तरकारी नै खान्छु भन्ने लाग्यो। अनि त्यसपछि
तरकारी काट्न थालेँ। अब पकाउनु पर्यो नि त खाना। अनि अब के गर्नु, यहाँ कसैले पकाएर देला भन्नु छैन। अब अघि खप्पड जहाँ गए पनि ठक्कर हुन्छ क्या। के गर्नु, जता गए पनि आफै पकाएर खाने भाग्य छ। कसैले पकाएर देला भन्नु छैन। अब के गर्नु, यस्तै हो परदेशको लाइफ। प्याज काट्दै थिएँ, काट्दै उहाँ त दुरुक्कै रहिदियो क्या। अनि त्यसपछि मैले चनाहरू भिजाएको थिएँ, आलुहरू भिजाएको थिएँ, ग्यास बालेँ र अब कुकर बसालेर खाना बनाउनतिर लागेँ। त्यो प्याज जसरी काटेको थिएँ नि कास, त्यसरी नै दुश्मनको घाँटी मस्त काट्न पाएको थियो। क्या मजा आउँथ्यो होला, तर के गर्नु, कानुनले दिँदैन। र ठिक छ, यति भन्दै अब म चाहिँ खाना बनाउनुतिर लागेँ। कुकर बसालेँ, कुकरमा तेल हालेर प्याज फ्राई गरेँ। यहाँको चाहिँ खाना चाहिँ एकदम गुलियो क्या। तरकारीहरू पनि, यो प्याजहरू पनि एकदम गुलियो हुन्छ होइन। के भएको कुनै मलाई मात्रै हो कि सबैलाई हुन्छ। त्यसपछि लसुनहरू पनि हालेर अनि त्यसलाई एकदम मजाले फ्राई गरेँ गोल्डन ब्राउन हुने बेलासम्म। त्यसपछि चाहिँ चना र आलु हालेर मजाले चलाइसकेपछि हेर्न सक्नुहुन्छ। मजाले चलाइरहेको थिएँ। चलाएपछि अलिकति नुन राखेँ। त्यसपछि बेसार र यो जिरा धनियाँको चाहिँ धुलो राखेर मस्त चलाएर सिटी लगाइदिएपछि अब हेर्नु न, यस्तो भयो। मजाले त्यसलाई खोडेँ। आलु खोडेपछि अलिक ग्रेभी अलिक बाक्लो लेदाइनो हुन्छ नि त। त्यही भएर चाहिँ खोडेर अब कसैले खोडे भन्छ कि मैले त खोडे नै भन्छु। अब तपाईँहरूले के भन्नुहुन्छ, घोट्नी अब के गर्ने हुन्छ होइन। सबैको आफ्नो ठाउँअनुसारको भाषा फरक हुन्छ। र अनि त्यसपछि ह्याबिट फेरि अब चाख्नु पर्ने क्या। मेरो ह्याबिट फेरि कस्तो छ भने चाहिँ मेरो मम्मीले भन्नुहुन्थ्यो क्या, त्यो चुलामा चाहिँ भीमसेन देउता हुन्छ, चुलामा नचढाएसम्म चाहिँ कहिले पनि चाख्नु हुँदैन भनेर चाहिँ मैले पहिला चुलोमा चढाएँ र बल्ल मात्र चाखेँ क्या। र यति गर्दै हेर्न सक्नुहुन्छ। यसो हेरेको त मेरो गालामा डिम्पल बस्यो जस्तो लगाएर यसो आफ्नो डिम्पल हेर्दै पोज दिँदै मस्त मक्ख परिरहेको छु म। फेरि एकातिर चामल हेर्नु न, यहाँ खाना बनाउनु थालेँ। नेपालमा हुँदासम्म जस्तो मलाई त्यस्तै खाना नखाने, अब यहाँ आइसकेपछि हेर्नु न, यस्तो चामल पनि खानु परेछ। जहाँ पुगे पनि फेरि आफ्नो कल्चर। पानीबाट सेकेको त्यो के भन्छ अरे, औँलाले पानी नाप्नु पर्ने। र चनाको तरकारी रेडी भएपछि अन्डा पनि बनाउन थालेँ। अब अन्डा बनाएँ, प्यान बसालेर तेल हालेर एउटा अन्डा फ्राई गरेँ। र फ्राई गरिसकेपछि त्यही अन्डासँग खाना खाएँ।